के लाग्छ साथीहरू, यसपालिको चुनावले देशमा परिवर्तन ल्याउँछ त? बालनको क्रेज अगर हेर्नु छ भने त यहाँ जनकपुरमा बालनले देशको नेतृत्व सम्हाल्न सकिन्छ त? के बालनले देशको नेतृत्व युवाको हातमा हुनुपर्ने? हामी धेरै बुढापाकाहरूलाई हेरे, धेरै बुढापाकाहरूलाई देखे, धेरै बुढापाकाहरूलाई सुने, अनि सबै पार्टीलाई हामीले देखिसक्यो, साथ र सपोर्ट गरिसक्यो। यसपालि नयाँ उमङ्ग, नयाँ जोस, नयाँ युवाको साथमा देशको अगाडि बढ्नु र देशको नेतृत्व युवाको हातमा दिनु पर्यो र देशको नेतृत्व सम्हाल्नको लागि एकचोटि युवालाई पनि मौका दिनु पर्यो, हेर्नु पर्यो कि वास्तविकमा देशलाई युवाले चलाउन सक्दो रहेछ या छैन, यो त हेर्नै पर्यो। र बालनको क्रेज वास्तविकमा बालनले गरेको आजसम्म जुन आफ्नो 4 सालको अवधिमा जुन एउटा काठमाडौँमा उम्मेदवारी दिएर, स्वतन्त्रबाट उम्मेदवारी दिएर जुन आफ्नो भूमिका निभाउनु भएको थियो, त्यो भूमिका वास्तविकमा आजसम्म कसैले देशमा त्यस्तो भूमिका निभाएको थिएन र त्यस्तो विकास गरेको थिएन, त्यस्तो केही गरेको थिएन। मलाई यो लाग्छ कि बालनले देशको नेतृत्व उसलाई सोच्नु पर्यो। देशले उसलाई खोजेको छ, देशको जनताले उसलाई रोजेको छ। देशमा परिवर्तन चाहिन्छ, शासन सुशासन कायम गर्नुको लागि परिवर्तनको जरुरत छ, युवाहरूको जरुरत छ। देशमा अहिलेसम्म भइरहेको जति पनि घटना छ, यो देशमा आफ्नो जान गुमाएर युवाहरूले देशमा परिवर्तन ल्याएको छ र युवाहरूले को बलिदानी यतिकै फाल्नु हुँदैन। युवाहरूको बलिदानीले, यो रगतले यो जमिन, यो भुइँ रङ्गेको थियो, त्यो बलिदानी हामीले भुल्नु परेन। युवाहरूको साथ र सपोर्ट हामीले दिनैपर्छ र हामीलाई नयाँ उमङ्ग, नयाँ जोसको साथमा यसपालिको चुनावमा जसरी भए पनि हरेक सिटमा राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी छापमा भोट हाल्नै पर्छ र राष्ट्रिय स्वतन्त्र पार्टीलाई साथ र सपोर्ट दिनुपर्छ। खास गरिमा बालन शाहलाई नेतृत्व उसको हातमा दिनुको लागि, देशमा परिवर्तन सुशासन कायम गर्नुको लागि बालन शाहलाई एकचोटि मौका त हामीले दिनैपर्छ। सबैको देख्यो, सबैको सुन्यो, सबैलाई हेऱ्यो, तर बालन शाहलाई एकचोटि मौका दिन आवश्यक छ। यो देशमा आमा बुबाले गुमाएको आफ्नो सन्तान र देशलाई बलिदानी दिएको युवाहरूको रगतले रङ्गिएको यो तिरङ्गा, युवाहरूको रगतले रङ्गिएको यो माटो, त्यो खोजिरहेको छ, त्यो सोधिरहेको छ। हाम्रो रगत त्यतिकै फाल्नु हुँदैन। युवाहरूको गुमाएको जान, युवाहरूले दिएको बलिदानी त्यतिकै रगत फाल्नु हुँदैन बाटोमा। यो रगतको कायम गर्नै पर्छ। हामीलाई लाग्छ कि देशमा परिवर्तन अवश्य आउँछ र देशमा यही मौका हो देशले चेन्ज गर्न खोजेको र देशले चाहेको, जनताले रोजेको, जनताले सोचेको, जनताले पाएको, जनताले आफ्नो बलिदानी दिएको, आफ्नो रगत बहाएको युवाहरूको हामी बालन शाह हो। यसपालि हामीले एकपट्टि राष्ट्रिय स्वतन्त्र पार्टीलाई मौका दिनैपर्छ, बालन शाहलाई रोज्नैपर्छ। यो आवश्यक छ। हामीले धेरै युवा, धेरै पार्टीहरूलाई देख्यौँ, धेरै रोज्यौँ, धेरै सुन्यौँ, धेरै गायो, धेरै खायौँ, तर यसपालि मासु दारूमा नबिक्नु होला। कुनै पनि राजनैतिक दलहरूको बिचमा मासु दारू रक्सी पानीले लोभको 2 पैसाको लोभले आफ्नो भोटको किमत नगुमाउनु होला। भोटको महत्व के हुन्छ, भोटको किमत के हुन्छ, एक भोटले गुन्ड भइदिन्छ र यो भोटको एउटा भोटले देशलाई परिवर्तन ल्याउन सक्छ, एउटा भोटले देशलाई शासन सुशासनमा ल्याउन सकिन्छ। यो हामीले भ्रष्टाचारीहरूलाई धेरै देख्यौँ, भ्रष्टाचारीहरूलाई फालेर हाम्रो गऱ्यो। एकचोटि मौका बालन शाहलाई दिनुपर्छ र हामीले रोजेको यही हो, हामीले खोजेको यही हो, यही हाम्रो उद्देश्य थियो, यही हाम्रो उद्देश्य छ। हामीले मागेको, हामीले सोचेको, हामीले बुझेको यही हो, किनकि देशको नेतृत्व बालन शाहलाई दिनुपर्छ। किनकि बालन आजको डेटमा के छ, कस्तो छ, सबैले हेरेको छ बालनको काम। बालनले 4 सालको अवधिमा गरेर देखाएको आफ्नो एउटा भूमिका छ। एउटा स्वतन्त्रबाट उठेर वास्तविकमा देशको लागि केही काम गर्न सकिन्छ। एउटा सानो महानगरपालिकाको मेयर भएर पनि जुन उसको मेयरको एउटा दायित्व हुन्छ, त्योभन्दा बढी उसले निभाएको छ र त्योभन्दा बढीले गरेको छ। हरेक ठाउँको मेयरलाई देखे, जति जसले जे गर्यो होइन, तर बालन एउटा स्वतन्त्र भएर जे गरिदियो एउटा महानगरपालिकामा बसेर
त्यो अहिलेसम्म केही रेकर्ड छैन। विश्व र के जुन सबसे उसले प्रसिद्ध विवाह स्वतन्त्रबाट लडेर एउटा प्रसिद्ध देशमा जोड़ी जुन उमङ्ग रामचंद्र ल्याएको जानकी थियो, के देशमा विवाह जुन स्थल एउटा में विवाह होइ छै, जागरुक लेकिन फैलाएको थियो, आप सब देशमा मधेसिया युवाहरूमा लोग जुन सब एउटा नेपाली लोग सब उमङ्ग जोस एस्टिमेशन वही जगाएको करेला थियो, त्यो जैसे बालेले जगाएको थियो। देशमा एस्टिमेशन स्वतन्त्रबाट गणित पनि करेला जितेर मिथिला में लगेर करेले आफ्नो अबै अब छै। कुछ भिजन अगर राम्रो छ भने हरेक चिज सम्भव छ। के सम्भव छैन, जब हरेक राम चिज जानकी के इन्सानले सम्भव विवाह गर्न भेल है, सकिन्छ। जब तो हम सब जसको बाली में जाकर नीति पहले खराब छ, डेस्टिनेशन जसको वेडिंग करे मुण्ड खराब छ, जसको मुण्डमा भैया कैला लोभ, ने ओइले लालच, सरकार के नीति मनमा एहन दाग कैला है पाप छ भने कि त कसैले मिथिला केही गर्न सक्दैन। के एगो तर मैनेजमेंट, एगो एउटा सरसफाई, एगो जसले यो व्यवस्थापन, एगो सोचेको छ म आकर्षण देशको लागि केही बढ़िया गर्छु, कैला नहीं देशको लागि बनाइल केही गेले। गर्छु, कौन नीति देशको है? लागि केही भन्छु। आज देशमा यो बलिदानी दिएको युवाहरूले कि आज देशमा दुगो हाम्रो बात देशमा बहुत प्रश्न भ गेलै। हामीले चेन्ज गर्छौँ, हामीले जे गर्नुपर्छ पहिले बात गर्छौँ, हामीले चाहिँ के त्यतिकै ज्यान फालेको सब जात के लोग आइल छे। युवाहरूको बलिदानी त्यही हो। देशलाई होइन रगत कोनो बगाएको एगो जात के आदमी नहीं 10 देखी, देशलाई सब आफ्नो खुन पसिना जात दिएर पहिले बार आइल छे। आज युवाहरू यहाँसम्म पुगेको छ। दोसर बात देशलाई आफ्नो आमा बुवाले जे आफ्नो जनकपुर सन्तानलाई कुर्बानी गरेर के यहाँसम्म लागि आएको। आज से 1 साल त्यसै पहले कारणले त्यो जनकपुर गुण गोल्ड से हुँदैन, त्यो जीतल रहे भनेको कप। यो कुरा याद राख्नु होला साथीहरू। जय नेपाल, जय राज, तो जय घन्टी। उ कमेन्ट, जिते शेयर, गेल लाइक गर्नुहोला र पूरा आफ्नो मधेश खुसी भेल प्रतिक्रिया छले, पूरा दिनुहोला नेपाल यो खुसी भेल छले। भिडियोप्रति। तपाईँको चाहना के